रवि लामिछाने हामीलाई मतलब पनि छैन, जेसुकै होस् उसको फाइल अगाडि टक्क राख, सर अब कुरा गर, तिमीहरूले खोल्यो भने एकदमै निष्पक्ष होस्। तताउनु पर्यो भने कसम कस्तो हुन्छ त्यो अब तिमीहरूले बिस्तारै देख्छ। कसम म बस्छु, अब मैले भनिसकेँ छानबिन जो यता सुन कसम है, हामी म त कसैको केही पनि होइन होइन। त्यो रवि लामिछाने नारायण काजीको पालोमा 25 वटा फाइल खोलेको छ नि भाइ। त्यो 25 वटा फाइल खोल्न पायो भने 60% नेताहरू कार्यकर्ताहरू सबै भित्र हो क्या। अनि ल रवि लामिछानेको पालोमा 88 अर्बको हालेको छ, 88 अर्ब हो कि होइन ल भन। रवि लामिछाने दोषी प्रमाण भयो भने 1 अरब 55 करोडको हिसाब निकालेको छ। ल त्यो पैसा आयो अरे राज्यमा कि 86 अरब खाने मान्छे कहाँ छ? त्यो 86 अरब खाने मान्छे को छ त? त्यो त रवि लामिछाने सम्बद्ध हो। रवि लामिछानेको नाममा मात्रै आएको बिगो त 27 करोड मात्रै हो क्या। अनि 27 करोड रवि लामिछानेको नाममा आएको 27 करोड हो। उसँग जोडिएका अरूको मतलबै भएन। 27 करोड रवि लामिछानेको नाममा आएको बिगो। अरू तपाईको 86 अरब 1 करोड पनि पुगेको छैन कि, त्यो आधी करोडको पनि आधी हो 27 करोड भनेको। तर 86 अरब भन्दा माथि अरू पैसा छ क्या। त्यो कहाँ त्यो कसले तिर्छ? त्यो कसले भुक्तान गर्छ? तिनीहरूलाई कारबाही हुन पर्दैन? त्यही भएर हाम्रो माग भनेको केही पनि होइन, जेसुकै होस्